कैसे बिनु मेरो भ्लगमा तपाईँलाई स्वागत छ। देखिज ओके ल देखियो यसरी के छ के मेरो युट्युब फ्यामिली हो तपाईँ सबैजना होला दर्शक म नि एकदम ठिकठाक छु। आज त पानीको मौसममा नभिजेको होइन मलाई। आज त हामी पानीको मौसममा होइन हामी चट्टो ओसेक हिँडेको छौँ। ओसेक चाहिँ अब अस्ति योभन्दा अस्तिको भ्लग पनि त ओसेक गएको थियो। त्यहाँपछि यहाँनिर चाहिँ हामी बस्ने त्यहाँभन्दा अहिले पनि ठ्याक्कै भ्लग ओसेक गएकै हो नि भयो। अब त्यहाँभन्दा पहाडीको भयो होइन अब सिधै अरू केही नभए पनि हामी त दुईजना केटाहरू अगाडि त्यहाँ पहाडी बिस्तारै हिँडेन अलि थाकियो क्या अनि केटाहरू त अघि एकजना चाहिँ हिँड्दा पछि हामी चाहिँ भिजा मस्त हिँडेको छौँ। केटा सबैजनालाई मेरो भ्लगमा स्वागत छ। बाल हिँड्दैन बाल देखेन यता फर्किनु न झवल्लाई यहाँ हाई गर्नु न यहाँ हेलो हेलो समाचार बहुत बढिया छ बहुत बढिया छ समाचार च्याङ्बा यता फर्क हाई गरेर एकचोटि ल बिल्ला बाल दिँदैन केटाहरूले च्याङ्बा हाई गरेर भ्लग के भ्लग ल अन्जेलो एन्जलो हाई गरेर हाई हेलो दोबरदान एन्जलो आफ्नै पारामा छ बिल्ला आफ्नै भाडा छन् हामी आफ्नै भाडा छौँ। फुल पनि क्या सही यार हिँड्दै घर लानै मिल्दैन फुललाई क्लस हानी हेर्नुपर्छ भएर होइन। हामी चाहिँ अब जाने क्या अविन बहादुरजी 10 बजीबाट रेडी भएर निस्केको हामी 12 बजेको यहाँ आउँदाखेरि हामीलाई भनेपछि कति मजाले भुल्लिएछ हामी आधी घन्टाको बाटोमा 10, 11, 12 12:30 भइसक्यो 12 2.5 घन्टा लाग्यो। अब जाने भनेको चाहिँ 2 बजे 2:30 बजेको अब चाहिँ अब के अन्जेलो यार बाल नजिकिने एक्लै खुइ अगाडि मतलब छैन कसैको आफ्नै दुनियाँमा। अहिले मलाई भिजारै छोड्यो क्या आज त यार भ्लग दिने पनि अब के भइछ दिन बहादुरजी यस्तै भइछ हेर्नुहोस् जिन्दगीलाई गाह्रो छ। त्यही नि पानी पर्दा पनि हामी अब मस्त घुम्न छोडेको छैनौँ होइन। यस्तो पानी परेको मान्छेहरू यहाँ घर सुतेर बस्दैन होला पानी होला हामीलाई भने के को जोस होला यस्तो है पानीमा मस्त हिँड्नको लागि यो पुरै यो हिटर चलाउने दाउराहरू छ जाडोको। अब त जाडो सुरु हुन्ला नि त अब जाडो सुरु हुन्ला जाडो लास्ट यता घरतिर यस्तो दाउराहरू चाहिँ छालबाल काटेर राख्छन् जाडो बेलामा आगो ताप्छन्। यतातिर अब यस्तै भइरहेको छ। केटाहरू पनि कता गयो अब भेटिने भने कहीँनिर अब ठ्याक्कै त्यो स्टेसन बस्ने सबै भेटिन्छन् त्यति बेलासम्म कुनै पछि पुग्छन्। हाम्रो एकजना सोल्टीका अघि हामीलाई बाल नदेखिनु हुनेछ नि अब यस्तै छ पानी पऱ्यो भने मस्त घुम्न गइन्छ आज। अब चाहिँ हामी स्टेसन आउनुलाई स्टेसन आउनु धेरै टाढा छैन नजिक छ। मोबाइल पानीमा जोगाउँदा भए पनि भ्लग हानिएको छ किनकि घुम्न हिँडेपछि एक्स्ट्रा जोस बढी भयो होला त होइन। यो मेमोरीले त क्याप्चर हानिहाल्न पर्छ कुनै दिन काम लाउँछ यो मेमोरी पनि कुनै दिन हेर्न मजा हुन्छ होइन। बिनबहादुरजी तपाईँ म कता गइन्छ त्यति बेला मस्त हेऱ्यो अरू केही नभए नि सम्झनाको लागि भन्ने काम चाहिँ हुन्छ। सोल्टी के छ हतार भएको यिनलाई फेरि अब हामी चाहिँ अब यहाँ चट्ट आइपुग्यो। अब हामी अब ठक्क लाएर ट्रेन चढ्ने त्यहाँ पछाडि पुग्ने ओसेक है मासल चस्मा बिग्रेले चस्मै खस्न लगाइसक्यो यार जतातिर अड्डा थिएँ केटाहरू खोइरा फेरि केटा त हराएको छ नि यार छिर्यो केटा छिर्यो ड्राइभर पनि नहोइन केटा चलाएर जाने हो क्या आज के हुन्छ केही नै हुने यार तर भित्र त यार कता बस्ने खोज्यो नि केटाहरू फेरि यार यतापट्टि हिँड न त्यतिकोमा हिँड न त्यतिकोमा हिँड के त्यहीँ हिँड के म केटाहरू लिएर आउँछु भनेर एक्सन कट झापाली सर्ट ल केटाहरू आउँदिन भन्नु कहाँ हराइदिनु फेरि हरायो केटाहरू ओ छिराइ छ छिटो सब ट्रेन भित्रबाट हेऱ्यो होला नि के छ वेलकम टु माई ब्लग ल जाम के खान भित्र अब यो आइला यतापट्टि चाहिँ नि राम्रो केटी थियो यार केटा केटी रहेछन् त यहाँ त यार के छ झावललाई
ठिक छ यार बाबु, के छ समाचार? बहुत बढिया। आज कति वर्षको बादमा गयो, वर्ष त के भयो होला? फेरि अस्ति नै एकचोटि लास्ट टाइम, अहिले एकचोटि तातो छ के? हिटर लाग्यो। ल सबजना बिन्दाई के छ? ल त्यही हो नि सोल्टी अल्ला बिला दोवर्धन। के छ बस्नुहोस्, टेक अ सिट ब्रो। यतापट्टि झर्ने मोबाइल सेन्टरमा जाउँ न, त्यहाँसम्म एन्डिङसम्म जाउँ क्या म के भने हिँड्दै जानुपर्छ। त्यहाँनिर गयो नि ठिकै हो, न त उताबाट गयो नि जस्तै कोन्जुमतिर पुग्नै पर्छ, कोन्जुमतिरबाट अनि त्यताबाट सर्टकट पर्छ, यता गल्ली 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 हिँड्न आउँछ। तलबाट जाँदा त्यहाँ अस्ति नै हामी गएको थियो रोडेर हाइवे। पोटा नगर निस्किनु खोजेको होइन? हामी पोटा नगर जाने नि। पोटा त जाने नि हामी। के भन्नु थियो तपाईँले? ड्रामा त के निस्क्यो होला, त्यो मेन एन्डिङ पनि गएर त्यहाँ राम्रो छ क्या। लास्टमै गयो नि हुन्छ, लास्टसम्म जाने फोटा जान्थ्यो लास्टसम्म जाने, त्यहाँबाट अनि त्यो तालतिर निस्किने, तालतिरबाट अनि कोन्जुम निस्किने, कोन्जुमतिरबाट यतापट्टिबाट पुरा नगर जाने। त्यहाँ थुप्रो पसलहरू छ, अनि झुम नगर्ने भयो। पोटा नभए भन्नै हुँदैन क्या, त्यो पोटाको मान नाम मात्रै हो क्या भाइ। त्यो मलको नाम पोटा नभए हो, त्यहाँभित्र थरीको पसल हो कि। जस्तै हाम्रोतिर अब भाटबाडी भन्ने छ, भाटबाडीभित्र धेरै धेरै पसल हुन्छ नि। पोखरा मल भन्ने छ, त्यहाँभित्र धेरै धेरै पसल छन्। अनि त्यो मोबाइल टावर भन्ने छ, त्यहाँभित्र धेरै धेरै पसल छन्। त्यस्तो खाले हो क्या पनि। अरू के भन्नु चाहनुहुन्छ झापललाई? हाम्रो घर जाने मान्छे झापललाई ठिकै छ, घर जाने घर जाने भयो झापललाई है। यात्रा मेरो सफल रहोस्, अब सेफ जर्नी। अहिले होइन, अझै 1 महिना छन्। होइन बाबु पल्ली भएको छैन बाबु, 1 महिना अझै 1 महिना बाँकी छ। त्यो 15 तारिकदेखि फिक्स हुन्छ कि मेरो 15 तारिकको हामीलाई झापलदाईले हामीलाई छोडेर जाने भयो यार, हामीलाई छोडेर जाने भयो क्या झापलदाईले यार। यहाँ चाहिँ होइन, यी मान्छेहरू सबजनाहरू सानो पसलमा बसेका छन्। हाम्रो केटा हो, यता नि हले खान्, यता नि बोले खान्। त्यहाँ एकजना छ होइन, जो सब उहाँ छ नि, अर्को यहाँ छ, अर्को त्यहाँ छ, सबजना साइलेन्ट बसेका छन्। हाम्रो केटाहरू भने आनन्दसँग बसेका। हाम्रो केटाहरू फेरि यार पुरै सोध्ने। अब त्यही हो, एकछिनमा ट्रेन जान्छ होइन, अब अलिअलि सिनेमा बाहिर पानी परिरहेको छ यार, मस्त पानी परिरहेको छ। जाने घुम्ने आउने अलिअलि अहिले यहाँ ट्रेनको टोइलेटमा हो कि होइन। ट्रेनको टोइलेट कस्तो हुन्छ तपाईँहरूलाई त्यो पनि देखाइदिउँ न। चर्च एउटा मिरर छ, यहाँ यस्तो छ बुझी, यहाँ पानी सानी छ, पानी सानी कसरी आउँछ पानी? यहाँ पानी नै आउँदो रहेछ यहाँ त यार, पानी सानी छ। यहाँ लाइट साइड चाहिँ बाली साली कहाँ थाहा छैन। यस्तै छ ट्रेनको टोइलेट चाहिँ, यस्तै हो होइन। अब लाइट साइड ट्रेन हिँड्न लाग्यो क्या। सो अब केटाहरू पनि त्यहाँ बाहिर बसिरहेको छन्। बाहिरको माहौल फेरि यहाँ थोरै देखिन्छ, बाहिरको माहौल यस्तै छ अहिलेको लागि चाहिँ। सो त्यही नै हो। अब जाम उसै गरम, मैले कपडा सपडा किन्न छ अहिले, त्यही यताउति गरमला। त्यहाँ पहाडी अनि फर्केर हाम्रो यस्तै छ। जो सब मिलाएर हिँडिदिनु होला ब्लग, धेरै पछि ब्लग आहा, यस्तै ब्लग आउने टाइम। सो त्यही नै हो अहिलेको लागि चाहिँ। मस्त जाम हामी ओसेकतिर। एन्ट्री भयो केटा, ल सबजना छिटो आइज है। जस्ट फर वेट। ओके दोब्रो। अब चाहिँ हामी लगभग आइयो हाम्रो ठाउँ भनेको होसेकमा चाहिँ। अब त्यहाँ पछि चाहिँ अब यहाँबाट त अब हिँडै मात्रै हो केटा हामी त। अब यहाँ अब हिँड्ने पानी त परेको रहेछ, अलिअलि त परेको पानी त। हिँड्न सुरु भयो अब हाम्रो चाहिँ। अब यहाँबाट अब हिँड्दा कहाँ पुग्ने हो अब।
झाबालाई त्यो हिँड्दै हिँड्दै गएको अनुभव तपाईँलाई कस्तो लाउँछ? एकदम राम्रो छ, हिँड्दै गर्नुपर्छ हामीले। शरीरको लागि स्वास्थ्य हुन्छ। मान्छे पनि घट्छ, वेटमा आउँछ। अनि पातलो मान्छे चाहिँ के हुन्छ त नि? पातलो मान्छे चाहिँ पुरा फिल्म भन्दा त खुट्टा अड्का देखाउँछ त मुजी। पातलो मान्छेले चाहिँ यहाँ ढुङ्गा हो गोजीमा हाल है, गोजीमा हाल है। बिन्दै कता बिन्दैलाई भन्नुपर्छ यो चाहिँ। तो हामी चाहिँ अब ओसेकमा आइभ्यो होइन, हाम्रो अब ग्रुप यही हो। यहाँ चाहिँ अब देखाउन पर्ने यो पो हो नि खास त यार। यो भयो म तिमीलाई छोडिदिएँ आज, तिमीलाई आज मैले बक्स दिएँ त्यहाँको दृश्य। अब चाहिँ ओहो चिसो चिसै रहेछ त ढुङ्गा हालेर बिन्दै बिन्दै हावा बढिरहेको होइन, त्यहाँ ढुङ्गा खान खोल्टीमा ढुङ्गा हाल्नु हिँड्नु है, उडाएर ल्याएर चला क्या फेरि। होइन होइन त्यहाँ ढुङ्गा गोजीमा हाल्नु के, ढुङ्गा गोजीमा हाल्नु कि तपाईँलाई उडाएर ल्याएर जान्छ क्या फेरि। यो चाहिँ मेरो घर हो, कसैलाई भाडा चाहिन्छ भने भन होइन है, यो मेरो घर हो। र बिन्दै भाडा चाहिन्छ तपाईँलाई? देखाइदेऊ त मेरो घर। अब यस्तो टोपी कस्तो तिम्रो खोल्टी धेरै रहेछ। वाटरप्रुफ ज्याकेट हालियो नि ल। देखाइदेऊ त राजन। बिन्दै किनिदियो भन्नु है अल्लाहको घर। मेरो घर हो यो। टोपी खस्छ तपाईँको हेर्ने भने, चस्मा कहाँ राख्नु भयो, चस्मा लगाएर हेर्नु भने त ढल्छ त। तिम्रो छोरी दिएन मलाई अब ससुरो बनाउँछु भनेर के गर्छौ त अब? अझै पनि के छ विचार? यो बाटो त पिच गरेछ त यार, यताबाट पनि धेरै भयो यार नआएको यार, धेरै भयो थियो नआएको। अहिले त आइयो यताबाट नि। यो जिन्दगी यस्तै छ, धन्डुराम बमुग्राम। अब चाहिँ यहाँबाट टक्लाउने हिँड्ने हेर सोल्टी होइन। उएमा कस्तो जाडो भयो यार अहिले त, चिसो त बहुत भयो त यार। आज फेरि यस्तो भयङ्कर चिसो छ कि होइन, पुरै छोडिदिनु यति बवाल चिसो छ आज चाहिँ। अघि हामी भाडा आउने बेला त पानी परेको थियो, झन्डै यहाँ आएपछि त पानी परेर जान्छ कि। यहाँ पछि त जियो छैन, मौसम त त्यस्तै के परेछ माछालाई यहाँ। क्यामेरामा के लागेको छ क्या, यहाँ चाहिँ अब यस्तो मौसम के बवाल छ नि यहाँ त होइन। छेउछाउमा बुट्टाहरू छन्, यहाँ नेपालतिर मुजी बुट्टा काटेर हाल्छन्, यहाँ चाहिँ मैले यति बुट्टाहरू लाउँछन् कि यार बवाल मजा छ। त्यतातिर आएपछि यस्तो मजा हुन्छ कि होइन, यस्तो ठुला ठुला घरहरू देख्न पाइन्छ क्या। हामी बस्नेतिर त खासै घरहरू छैन नि, हामी बस्नेतिर त हेभी लास्ट होइन, साना साना पुन्टेहरू एउटा दुइटा हुन्थ्यो, मुजी ठुला ठुला घर भयो भने क्या। त्यहाँभन्दा अरू त केही छैनन् कि। यतातिर चाहिँ जस बस्नको लागि यताउति होइन जस राम्रो छ कि। हामी र यहाँ भन्दा नि राम्रो अन्त ठाउँ छ, तर हामी बस्यो भन्दा नि राम्रो यहाँ कि। त्यही भएर हामीलाई चाहिँ त्यो ठाउँ भन्दा एउटा यस्तो राम्रो लाग्छ नि, किनकि अब एउटा माहौल चाहिँ यस्तो बवाल हुन्छ कि। बल्ल विदेश आएको जस्तो फिल होइन, मैले पहिला भ्लगमा नै भन्थेँ नि, विदेश आएको जस्तो फिल यहाँ आएर बल्ल हुन्छ कि। त्यस्तो ठाउँ छ कि पैसै छ। अब यहाँ बसिराख्ने, यहाँ पनि थुप्रो खाने नेपाली, फेरि हामी थुप्रोलाई भेटिरहेको नि नेपालीले नि। अनि यहाँ बस्ने मान्छेहरूलाई फेरि कस्तो हुन्छ होला भने मलाई लाग्यो अनुसार कि होइन, यो ठाउँ पनि म चाहिँ कति बसिराख्ने यार, योभन्दा अर्को ठाउँ क्या राम्रो छ होला, यताउति भनाइ हुन्छ होला कि मेरो विचारमा कि। त्यस्तो हुन्छ कि जस्तो लाउँछ क्या मलाई चाहिँ। अब जाम होइन यहाँबाट, अब यस्तो डुल्दै अब हामी त घुम्न आएको मान्छे त नि होइन, जता घुम्न जता डुल्न गइदियो नि, हामीलाई चाहिँ केही भएन त्यो त। अब सो अब त्यस्तै छ जाम होइन। अब यहाँको एउटा रुल चाहिँ मलाई क्या सही लाउँछ कि, यहाँको एउटा रुल चाहिँ कस्तो हुन्छ भने होइन, ट्याक्क जेब्रा क्रसमा कि जाम खुल्यो अहिले त आउँदै हुनुहुन्छ। के छ केटाकेटी यता जाने हामी, त्यहाँबाट गयो त्यहाँबाट अनि फेरि क्रस हानेर जाने ठिकै छ। यतातिरको एउटा नियम चाहिँ यही क्या बवाल कि है, ठ्याक्क भएर कसैलाई के भन्नै परेन, ठ्याक्क उहाँ लाइट छ, लाइट हेर होइन, लाइट अब कति बेला खुल्छ के गर्छ, ऊ यतापट्टि खुलेको के ठ्याक्क त्यसरी ठ्याक्क बन्द भयो यतापट्टि देखाउँछु भनेको, ठ्याक्क खुल्छ त्यहाँ पछाडि अनि फेरि बन्द हुन्छ। ल खुल्यो जाम ल आलम यस्तो खुल्छ। अनि यहाँ कसैलाई के भन्नै पर्दैन क्या, यहाँ आफ्नो तरिकाले हिँड्यो, कसैलाई केही रोक्नै परेन, केही भन्नै परेन, आनन्द क्या त्यहाँ बसिन्छ। अनि जिन्दगी मजा छ। यताबाट होला नि जाने हामी, अनि यता जस्तो लाग्यो मलाई ट्रेन ट्र्याक स्याक के छ यस्तो के भन्छ लड्न जाने हो। हेर न झावल लाग्यो मैले त्यो तितो कफी खाएको थिएँ यहाँ छ कस्तो तितो, यही टी सर्ट किन्नु खाएको है, लास्ट तितोवाला कफी खाएको थियौँ कि हामीले यहाँ बसेर। यदि कफी खाएकोमा नि जिन्दगी कफी खान नखाने जस्तो भएको कि, लास्ट तितो न तितो कफी खाएको कि यसपालि हामीले यहाँ आएर।
अब चाहिँ पानी सानी पर्ने सिजन हो अब जाडो सिजन त बाइक देख्ने गाह्रो हुन्छ यहाँ फेरि बाइकै देखिँदैन यहाँ त अब जाडो सिजनमा त अब किनकि जाडोमा त अति हिउँ पर्छ त्यस्तै हुन्छ त्यही भएर नि होइन बाइकमा जाडो हिउँ पर्ने बाइक सही चलाउनु यति गाह्रो भइहाल्छ नि अलिअलि त त्यही भएर नि बाइक रोड्दाखेरि अलिक गाह्रै पर्छ त्यही नै छ जाम अब म अहिले भनेको थिएँ मेन ठाउँमा जाम अब त्यहाँ जानको लागि अलिक टाइम लाग्छ त्यत्रो टाइम लाग्ने बेलासम्म अब भ्लग गरायो भने अब भ्लग पनि यति लामो हुन्छ कि त्योभन्दा बरु जाम मैले मेन काम के हो मैले भन्थेँ अघि त्यही कामको लागि जाम त्यही काम गर त्यहाँबाट अनि सबैहरूलाई भनिहाल्छु म कस्तो हुन्छ के काम के हो चाहिँ कस्तो हावा लाग्यो कि यार हावा लाग्यो भने साउन्ड आएन भने अब त्यो अब त्यस्तो केही म्याटर नलिनु होला साउन्डको अब त्यो हावा लागेपछि हावा नि यस्तो बल लाग्छ हावा अब चाहिँ जाम हामी त्यो पसल खोज्दै जहाँ पहाडी चाहिँ अनि जो हो क्या देखा जाएगा अनि नसी फर्किने अब कहाँ साउन्ड निकाल्दै गया गाडीले गया पानीको मौसममा हिँड्दै के छ भिन्न हिँड्दा कहाँ पुग्यो यार झल लगाइसक्यो अब फेरि हिँड्दै अझै पनि मैले मलाई भनेको नि मैले तिमीहरू अरू भन्ने मान्छे कोही भेट्दैन मै छु मलाई भन पानीमा छाता ओढ्दै मस्त यति छिटो हिँड्यो कि हिँड्दाखेरि हामी फर्किने टाइम पुग्नु भनेर हो यो ल्याएर जान पर्ने हो कि बोल्ड धान्छ दुईजना त ल्याएर जान पर्ने हो कि अब त पानी परि चाहिँ मस्तसँग जाने हो मौसम आइयो बाहिरको अब हिँड्दा झलाउनु लागिसक्यो भ्लग गराउने मन पनि होइन हावालाई चाहिँ पानी मात्रै पऱ्यो त्यो केही हुँदैन हावालाई छाता उडाएर कस्तो हुन्छ अरे त्यो छाता फर्काएर देखाउँछ छातै फर्किने हेरेर हावालाई चाहिँ घरि यस्तै छ हाम्रो पारा यस्तै हो हामी यस्तै छ पारा हो हामी बल्ल तल मोडी हिँड्दै गरेर आउँछ आइयो हाम्रो ठाउँमा म चाहिँ पानी परेर फोनमा यस्तो गरेर सिकेको के सोल्टी के गर्न आँट्यो तिमी हिँड फोटो खिच्न लाग्यो ल फोटो खिचेर बस हामी आउने ठाउँ भनेको चाहिँ यो हो हामीले मार्केट भनेको चाहिँ नि अब त्यो मार्केटमा चाहिँ खोइ के हुन्छ कसो हुन्छ थाहा छैन क्या राम्रो केटीहरू गयो उनीहरूले बाल्दिन होइन हामीलाई दसीहरू पहिला ओ छिटो अब चाहिँ हामी मार्केटतिर लागौँ गाडी राखेको बिधेर गाडीहरू छ हामी छालबाल गाडीहरू अब हामी यो भित्र जाम यो भित्र गएपछि हाम्रो अब बल्ल त्यहाँ काम हुन्छ पानी भिज्दै भए पनि आइयो अहिलेसम्म ओ त्यसकी गएको जाम हिँड यहाँभित्र चाहिँ जर धेरै सामानहरू पाउँछन् कि के पाउँछन् यहाँ चाहिँ अब यो चाहिँ बाहिरको एउटा ठाउँ भयो यहाँभित्र चाहिँ अब त्यही हाम्रो भने हाम्रो पोखरातिर भाडा भन्ने जस्तो कि त्यहाँदेखि यो जाने भित्र अब भनेपछि अब हावा के गरौँ नि के छ अन्जेलो माहौल कस्तो छ तिम्रो जहाँ छिरे नि भयो त्यो पनि न्युयोर्कमै जाम न त हामी गइराख्ने पसल त्यहाँ जाम त्यहाँ गएर अब के पाउँछ मैले खोजेको चिज पाउने गर्छ भन्ने कुरा पहिला जकेटहरू त यहाँ रहेछन् तर लेदरको चाहिएको मलाई अरूको भएर भनेको मलाई लेदरको चाहियो यही हो हामी जाने पसल त यही त हो नि यही पसल त हो नि हामी जाने जानु नि हामीतिर पहिला अब हामी जाने यहाँ त मस्त सामानहरू छन् टन्नै छन् बवाल छन् यिनीहरूमा अब हेर्नु मैले हेर्नु भनेको
मैले खोजेको कपडाहरू यार छैन क्या यार लेदरको त यार लेदरको छुट्टीवाला हुनुपर्ने हो कि कसले आल्लाले यहाँ त आल्लाले हेर्नु भयो जकेट त डाउन जकेटहरू खतरा खतरा छ त आल्लै यहाँ त खतरा खतरा जकेटहरू खोइ लेदर ए अँ यार लेदरको टोपीवाला रहेछ यार त्यो नामको रहेछ ल राजन राजन रेज लेखेछ त के रेज लेखेछ राजन उठ्यो अरे म उठ्यो 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 यहाँनिर लेदरको त अलिक भित्र हुडीवाला रहेछ यार हो यस्तै हुडीवाला होइन अझै यो भयो नि यो होइन ए यसो लिग्न मिल्छ सर म कपडा मैले लिइराखेँ ए पनि लिँदिनँ न यस्तो म चाहिँ पापी मान्छेहरू छ यार म कपडा हेर्छु भन्दा नि यार एकैछिनको बिन्दा यार जस्ट 5 मिनट प्लिज यसरी फकाउनु पर्छ क्या लिनको लागि अलिक जानिकन भइहाल्छ त यार होरी यस्तो हो क्या मैले लिएको हेर्ने भनेको चाहिँ सही छ नि यस्तो होइन मान्छे छ नि लाने चाहिँ यही हो मैले पर्न नि डेन्जर धेरै पर्दो रहेछ कति आइज रुपियाँ नेपालमा हजुर यसको यो पनि राम्रै छ क्या जकेट त यार हुडीवाला रहेछ अब यहाँ एक लट सब सामान लिएर लङ्कुटे यो मैले त खास मलाई होइन कि बाउला पठाइदिन आँटेको क्या लेदरको यस्तो होइन कि म त लेदरको बाउला पठाइदिन आँटेको कि डाउन जकेट ल आज सब केटाहरू सपिङ हान्ने मिठो मिठो अब बिल्लाले किन्ने हुँदैन नि अनि मैले चाहिँ एउटा हेरेँ कि त्यो चाहिँ मैले खास बाउला पठाइदिन आँटेको कि नेपाल जो डेन्जर राम्रो छ नि होइन कस्तो छ भन्दा खास त यस्तो हो कि कपडा चाहिँ यो हो भित्र हुडी हाल्नु हुडीको जस्तो रहेछ टोपी सोपी के यस्तो टोपी सोपी लाउनु नि मिल्ने त्यस बाबालाई पठाउन आँटेको नेपाल चाहिँ अब कस्तो हुन्छ मैले ठ्याक्क मलाई मिल्ने हुन्छ नि कपडा त्यही भएर अनि मलाई नापेर पठाइदिनु लागेको भएकोले चाहिँ मैले चाहिँ होइन यो जकेट फाइनल गरेँ कि यो चाहिँ खास नेपाल पठाइनेको लागि यो जकेट चाहिँ कस्तो छ भने यस्तो छ कि यो जकेट चाहिँ सही छ हुडीवाला मेरो बाउला हुने जकेट यो चाहिँ त्यस बाबाला हुने जकेट चाहिँ होइन अनि यता अरू सामानहरू पनि सही छ नि तर यार जुत्ताहरू चप्पलहरू टोपीहरू जो छैन चप्पलहरू अस्ति मैले क्या डेन्जर धेरै खोजेको थिएँ अनि यहाँ मेन कुरा होइनमा हेर्नु क्या मजा हुन्छ नि होइन अब चाहिँ एकछिन यस्तै हेर्ने डुल्ने हिँड्ने त हुने अनि केटीको सामानहरू यस्तो बवाल पाउँछन् केटीको सामानहरू यार मलाई क्या मनपर्छ यो केटीको सामानहरू यार अब कसलाई लगिदिने भन्ने कुरा हुन्छ यार होइन सही बवाल छन् नि केटीको सामानहरू त अब जुत्ताहरू चप्पलहरू यस्तो बवाल हुन्छन् अझै एउटा कुरो खोजेको चाहिँ मैले पेटी हो अब मैले खोजेको पेटी चाहिँ खोइ अहिलेसम्म पाएको छैन यस्तो रिङहरू छन् झुम्कीहरू यस्तो छन् अब यी त अब क्या गरे भएर अब यस्तै छ भए पनि नभए पनि अब चाहिँ मस्त मजा आउँछ त्यो यहाँ यस्तो हेर्न यार बेल्ट हो यार चाहियो यार बेल्ट केटाको कहाँ पनि छ भन्ने क्या केटाको बेल्ट पनि चाहिएको क्या मलाई चाहिँ अब पर्सहरू क्या खै छ नि कति पर्दो रहेछ यसलाई खासै धेरै नि पाउँछ 15 रुपियाँ रहेछ 15 रुपियाँको खासै धेरै होइन 15 रुपियाँ भनेको त जियोस् अब यता चप्पलहरू पनि सही बवाल छन् नि यार यता यो बेल्ट होला यो फेरि छैन है कस्तो खालको खान्छ सबै यार सबै खतरा खान्छ तिमी छोरीसँग बिहा गराइदियो कि यो सबै तिमीलाई दिन्छु यहाँ जिस्काउनु मजा हुन्छ त्यो बाबासँग यो चप्पल क्या मनपर्छ कि मलाई यस्तो चप्पलहरू यार हेब्बी मनपर्छ तर अस्ति नै किनी भए मैले चप्पल नपाएर जे सब आफूलाई काम चलाउने चप्पल अब त्यो चुटेपछि चाहिँ फेरि किन्नुपर्छ योवाला नि क्याफे छ नि योवाला है हेब्बी राम्रो छ नि चप्पलहरू सबै जाम अब एकछिन यति डुलम यहाँ सब हेरौँ डुलम त्यहाँ पहाडी अनि अरू फेरि अर्को बस्छ त्यो पर्छ त्यो हामी चाहिँ अब यो बाटो निस्क्यौँ कि मलबाट हामी चाहिँ अब हामी चाहिँ मस्त केटाहरूले नि कपडा सपडा किने मैले नि कपडा सपडा किनेँ त्यहाँ पहाडी अब जाने हो रात परिसक्यो ढिलो भइसक्यो हामी चाहिँ अब आएको छिटै आएको थियौँ गएर फर्किने बेला रात परिसक्यो गाडी साडी छ छैन थाहा छैन लागेको छ छैन होला अब केमा गइन्छ कस्तो गइन्छ केही थाहा ठिकै छैन अब हामी जाने भनेको यति रुच्दै हो अब यहाँबाट चाहिँ गाडी स्टेसनसम्म गाडी त लाउँछ तर मैले थाहै छैन कि हामीलाई ढाडा लाउँछ के गर्छ भन्ने गाडी लाउँछ यहाँ देखिन्छ नि नबुझ्ने भएपछि यस्तै टेन्सन हुन्छ भने अँधेरो भइसक्यो अब यार अब गएर साइड अब जाने हुन्छ ट्याक्सी नै हुन्छ होला अरू उपाय छैन अब जाम अब केमा जाने हुन्छ म अलिअलि मसँग दिन्छ तपाईँहरूलाई पनि ट्याक्सीले अलि लोड महँगो हान्छ कि ट्याक्सी त हो नि नेपालमा पनि त्यस्तै हुन्छ सो अब देखिहाल्नु होइन किन आएको यहाँ कसरी आएको भन्ने त अब जाम
गएपछि चाहिँ अब के हुन्छ देख्दै जाने के हुन्छ जाने अब गाडी छ नि गाडीले जाने अब त्यही नै हो अब अझै पनि भइगयो जाम अब आफ्नो